यो गाडी त्यहाँ कसरी पुग्यो? यस्तो भयो अब जनजी आन्दोलनको एकदमै उत्कर्षमा थियो त्यो दिन होइन। हामी त्यहाँ हिँडिरहेको थियौँ, यताउता गइरहेको थियौँ, त्यो जुलुसमै उसमै थियौँ। अनि हजुरले चलेर ड्राइभ पनि मैले गरेँ। यस्तो ड्राइभ गरियो कि होइन, पछाडि सबै बाइकबाट फलो भइरहेको थियो होइन। म त्यति नदेखेको भएर रामकृष्ण ढकालको गाडी प्रयोग भयो भन्ने कुरा चाहिँ आएको छ, मेरो नाम चाहिँ त्यति आएन। यो मान्छेलाई पहिला पूर्व युवराज पारसाले त्यतिकै कुटेको रहेनछ, मान्छेको बेहोरा चिनेरै कुटेको रहेछ। ल हेर्नुहोस् त, यो मान्छेले पहिला सहकारीबाट पैसा निकालेर बेलामा ऋण तिर्न नसकिसकेपछि सहकारीले घर नै लिलामी गरिदिएपछि रोइ कराई गरेर सामाजिक सञ्जालमा रोइ कराई गरेर घर जोगाउनको लागि आफ्नै श्रीमतीसँग डिभोर्स गरेर घर चाहिँ जोगाए। अनि त्यसपछि चन्दा सन्दा के गरेर घर चाहिँ जोगाए क्या हो। अनि त्यसपछि अर्को सहकारी ठग चाहिँ जुन चाहिँ सहकारीको पैसाहरू हिनामिना गराएर अदालतले जेलमा राखेको मान्छेलाई जेनजी आन्दोलनको बेलामा जेलबाट नखुकारबाट निकाल्नलाई चाहिँ गाडी लिएर मै गएको, मैले ड्राइभ गरेको भनेर शानसित इन्टरभ्यू दिने यो रामकृष्ण ढकाल भन्ने एकजना खरानी ग्याङको ड्राइभरलाई चाहिँ अब आउने यसका गीतहरू पनि नसुन्नु होला, यसको फिल्महरू आयो भने पनि बहिष्कार गर्नु होला। यस्ता पनि देशको गहना हुन्छ। कहीँ भतुवा रामकृष्ण ढकाल, तँलाई त राम्रो सोचेको त त अझै एक नम्बरको नायकी रहेछ खरानी ग्याङको। त अझै ड्राइभर बनेर अझै रवि लामी छानेलाई जेलबाट निलो कारमा हालेर लिएर आउने तँलाई नायके, तँलाई पातकी बुढा। त्यसै तँलाई चाहिँ पारसाले तँलाई गु आउने गरी पिटिया त्यसै हो पारसाले। तेरो चरित्र त्यस्तै रहेछ र पो पिटिया रहेछ कि होइन। बिचरा पारसालाई चाहिँ हामीले त गलत सम्झ्यो हो, पारसाले चाहिँ जनताको छोरालाई यसरी पिट्ने। तँलाई त मरे भन्ने फाल्टेको होइन तँलाई पारसाले, त्यसैको बदला लिनु गएका तेरीमा पातकी बुढा। तँलाई तेरो बुढीले छोडिदिनु, तेरो घर चाहिँ लिलामी हुनु त गतिलो नभएर पो रहेछ क्या, गतिलो नभएर रहेछ क्या। तँलाई त राम्रो सम्झेको त त जस्तो चाहिँ हरामखोर, त जस्तो नाइके होइन। एउटा अभिभावक, एउटा चाहिँ स्वरको स्मार्ट होइन, स्मार्ट के अरे एउटा भनौँ न रामकृष्ण ढकाल भनेको त आमामा सम्राट हुन् होइन। यिनको त अब नारायण गोपालदेखि अर्को मानिएका होइन। तिमीहरू जस्तो मान्छे नायकीहरूलाई त अब जनताले रुक। तेरो जुन फिल्म आउँदैछ नि जनताले बहिष्कार गरिसकेका छन् कि। एउटा त होइन लाली बजार त गयो खरानी ग्याङका, अहिले खरे गरेर हिँडिरहेछ। तँलाई पनि रुक, तेरो पनि दिन आयो अब होइन। हिजोको दिनमा त सडकमा सुते थिइस्, जनताले माथि ल्याइसकेका थिए होइन। जब घर गयो होइन, ओहो बिचरा रामकृष्ण ढकाललाई चाहिँ माया गर्नुपर्छ है, सबैको मनमा थियो, सबैको मनमुटुमा थियो रामकृष्ण ढकाललाई साथ दिनुपर्छ होइन। देशको चाहिँ गहना हुन्, यिनलाई चाहिँ माया गर्नुपर्छ। घर पनि ब्याङ्कले लिलाम गरिदियो, घर खाइदियो, केही छैन बिचरा, सबैले साथ सब्र गरौँ भनेर चाहिँ देश विदेशबाट जनताहरूले चाहिँ माया गरेर तँलाई चाहिँ प्रोग्राममा बोलाउने गरे, यो गरे त्यो गरे। अहिले चाहिँ जनताहरूलाई चाहिँ तैँले छारो हानेर जनताहरूको चाहिँ आँखामा चाहिँ होइन छारो हानेर मेन नाइके भएर सिसा लगाएर पो गएर चाहिँ यो त पछि बल्ल पो थाहा भयो होइन। चिप्लाउने अङ्कलले यसको चाहिँ बोली चिप्लाइदिएपछि त बल्ल थाहा पाए होइन। यस्तो चाहिँ जिब्रो चबाएर बोल तेरो जिब्रो काटेर कुकुरलाई खिलाइदिनुपर्छ। तँलाई गोरु, तँलाई कुकुर, राँडाको छोरो साले खाटे। रिस उठ्यो है मलाई, क्षमा चाहन्छु, अपशब्द भयो होला, क्षमा चाहन्छु त्यसको लागि पनि। देशको गहना मानिने कलाकार यसो गर्नु हुने थिएन। अब यो मुखैमा उनको फिल्म आउँदैछ अरे, अब उनको फिल्म गीत बहिष्कार गर्नुपर्छ। कुनै दिन उनको गीतहरू सुन्दा हामी भावुक हुन्थ्यौँ, स्पेसली म भावुक हुन्थेँ। अब भने उनको गीत, उनको अभिव्यक्ति, उनको फिल्म हेर्दा मेरो भित्रको ब्लड चाहिँ बोइल भएर आउँछ।